यस्तो सफ्ट अनि स्मुथली ब्लेन्ड हुन्छ यो ब्लेन्डरले। 200 रुपैयाँ लिएको थियो। ब्लेन्डरमा यसरी द ओरिजिनल ब्युटी ब्लेन्डर भनेर लेखेको हुन्छ, तर यो ओरिजिनल चाहिँ होइन। 3 मन्थ्स जति भयो एभ्री डे जस्तो युज गरिरहेको छु। अरू ब्लेन्डर चाहिँ 1 मन्थमै एकदमै फाटिने च्यातिने प्रब्लमहरू आयो, तर यो ब्लेन्डर चाहिँ मैले 3 मन्थ्स जति मजाले चलाएँ, त्यस्तो केही पनि प्रब्लम आएन। अनि अस्ति 1-2 दिन अगाडि मजाले ब्लेन्डर धोएर पानी स्क्विज गर्दाखेरि चाहिँ मैले यसरी नै स्क्विज गरेछु हैन। यता यसरी अलिकति फाट्यो। इट्स ओके, अब अफोर्डेबल प्राइसमा यति धेरै टाइमसम्म चल्यो। ब्लेन्ड नै गर्न नमिल्ने त भएको छैन, सो यसलाई अझै केही महिनामा चलाउँछु। यो चाहिँ नयाँ वाला हो। यो चाहिँ मैले 3 मन्थ्स जति युज गरिसकेको। अब ब्लेन्डर युज गरिसकेपछि कलर त फेड भइ नै हाल्छ। फर्स्टमा वास गर्दाखेरि चाहिँ अलिकति कलर आउँछ हैन, अनि एकचोटि या दुईचोटि कलर आउँछ, त्यसपछिदेखि चाहिँ आउँदैन। अनि ब्लेन्डर होल्डर पनि एक्स्ट्रा किनिराख्नु पर्दैन, यस्तो खालको बक्स आउँछ है यो ब्लेन्डर किन्दाखेरि। अनि यो त्यस्तो धेरै पातलो पनि छैन, त्यस्तो धेरै बाक्लो पनि छैन, ठिक्कको छ कि यो ब्लेन्डर राख्नलाई। युज गरिसकेपछि चाहिँ टेबलमा टक्क यसरी राख्दा पनि भयो, अनि धोइसकेपछि चाहिँ यसरी राख्दा पनि भयो। ब्लेन्डर अब धेरै युज गरिसकेपछि 5-6 मन्थमा चेन्ज गरिराख्नु पर्ने भएर धेरै पैसा खर्च गर्न मन छैन भने चाहिँ यो ब्लेन्डर चाहिँ एकदमै राम्रो छ।